हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। के हुँदैछ हल्ली चल्ली। म चाहिँ अहिले यसो उठेर बिहान बिहान फ्रेस हुन यसो बिचतिर आइरहेको छु। लेट्स सी है त गाइज के हुन्छ युके को बिचतिर। एकछिनमा हामी हेर्ने नै छौँ। खाली छ त बिच त। युके आएको पनि 1.5 इयर भइसकेछ। अनि कहीँ गएर बस्नुपर्ने हुन्छ। ल गाइजहरू हामी जाँदैछौँ युके को चोकतिर। चोकतिर लेट्स सी गाइज के छ युके को बिचमा। आज रहस्य खुल्नेवाला छ। लेट्स सी। सबजना मैले हेरेर हो के हो। राम्रो मान्छे त देख्नै नहुने के हो। हाम्रो जान अलाउ नहो कि के हो। यहाँनिर अलाउ छैन क्या हो कि यताबाट नो सिसिटिभी वार्निङ विक्स अफ नोइज लेभलिङ। यसरी के भएर जाम किन जाम भयो त। नजाम होला हो। सबैले त गाह्रो पऱ्यो त। गाह्रो छ। कहाँ जाने त। यिनीहरूले त खाली जग्गा गरेर हेर्छ त हो भ्लग बनाउँदा नि। के यस्तो भएन नि साथीहरू यस्तो त। लाइक यहीँ जानु पर्ला जस्तो छ। यसो भ्यूहरू हेर्नु पर्ला जस्तो छ। ओ फेरि आइरहेको रहेछ नि त। फेरि लेट्स सी गाइजहरू फेरि हेरिदिउँ न गएर। फेरि गाइजहरू म यही बोर्डमा चढेर आएको है गाइजहरू। यहाँ लेट्स सी। भन्दा अगाडि जाला जस्तो छ चिज त। खै त यार हरायो त बोटै। फेरि नै गायब भयो त। गाइजहरू फेरि नै गायब भयो। कस्तो चाँडो गएको हो त्यो। What the heck? यति आइरहेको उता गइरहेको कन्फ्युजनमा छु म। तल जान नमिल्ने हो। खै गाइजहरूलाई फेरि देखाऊँ भनेको मैले हेर्न नपाउला जस्तो छ। के फेरि देखाउँ। गाइजहरूले फेरि हेर्न पाउँदैन जस्तो छ आज। गाइजहरूलाई फेरि देखाइदिउँ भने फेरि पार्दैन। के हो हेर्न नपाउने हो क्या हो।
क्यामेरा एङ्गल क्या ठिक छ यो क्यामेरा एङ्गल ठिक यही हो है गाइजहरू फेरि ल गाइज युकेको बिच पनि हेऱ्यो अब चाहिँ यसो रुमतिर फर्किनु पर्ने हुन्छ स्लोली चाहिँ रुमतिर लाग्नु पर्ने हुन्छ गाइजहरू के हो मान्छेहरूले के हो नयाँ चिज घुर्नुमा के जाने क्या घुराएछ नयाँ चिजहरूलाई त गाइजहरू म चाहिँ चल्दिएको होइन मैले काम गर्ने ठाउँ पनि आयो तर म देखाउँदिनँ इट्स प्राइभेट गाडी त आएन नि फेरि मै हाल्दाखेरि ट्राफिक लाइट त ओके राइट कस्तो नजिक हो यो म चाहिँ अहिले जाँदैछु रुमतिर अब सो रुममा गएर सुत्नुपर्ने हुन्छ किनकि सुतेको छैन राति पक्का यो एडिट हानेर सुत्नुपर्ने अवस्था मैले बिर्सेँ क्या बाटो गाइजहरू अर्को भिडियोमा भेटौँला यदि मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट सब गर्नु होला यति भन्दै म चाहिँ चल्दिएको